धेरैजनालाई साउनमा खीर खाने भन्ने थाहा छ, तर खीर किन खाइन्छ त भनेर त्यसको मुख्य कुरा थाहा छैन होला। कतिलाई त थाहा होला, कतिलाई थाहा नभएको, जानकारी नभएको हुनसक्छ। त्यसमा आधारित एउटा कथा भन्न गइरहेको छु मैले। एउटा समयको कुरा हो, भगवान गणेशलाई चाहिँ धरतीमा आउन एकदमै मन लागेछ। धरतीका मानिसहरू कस्ता छन्, तिनीहरूका व्यवहार कस्ता छन् भन्ने भएछ। अनि त्यसपछि बाहना त चाहियो, के बाहना बनाउने भनेर खीर खाने बाहना बनाउनु भएछ। एउटा 5-7 वर्षको बालकको रूप धारण गरेर भगवान गणेश धरतीमा आउनु भएछ। अनि एउटा हातमा एउटा चामलको गेडा लिनु भएछ, अनि एउटा हातमा एउटा चम्चामा 1 थोपा दुध लिएर गाउँमा हिँड्न थाल्नु भएछ। कोही त मलाई खीर खुवाओ, मलाई असाध्यै खीर खान मन लागिरहेछ, कोही त मलाई खीर खाओ भन्दै खीर खुवाउन अनुरोध गर्दै हिँड्नु भएछ। गाउँभरि सबै हाँसे, कसैले खुवाएन। अर्को यो गाउँमा नदी अर्को गाउँमा जान्छु भनेर अर्को गाउँमा जानुभएछ। त्यहाँ पनि सोध्दै सोध्दै खीर खान दियाउ न कोही भन्दै हिँड्नु भएछ। कसैले पनि दिएन। एउटा मान्छेले बोलाएर मूर्ख बालक, एउटा गेडो दाना चामल र 1 थोपा दुध, फेरि त्यो बालकको रूप धारण गरेको गणेश भगवान अगाडि बढ्नु भएछ। अनि अर्को गाउँमा जानुभएछ। अर्को गाउँमा जाँदा एउटा झुपडीमा एउटा बुढी आमा बस्नु हुँदो रहेछ। आमाले